हेलो गाइज वेलकम बैक टू माई न्यू ब्लग। आज को ब्लग में हाम्रो स्कूल को एनुअल फंक्शन श्री भगवती सेकेंडरी स्कूल रैनदेवी छौरा 2 सर्दै पाल्पाको चाहिँ वार्षिक उत्सव रहेको छ। आज मिति 2082 असोज 12 गते। आज को वार्षिक उत्सव में के फंक्शन हुन्छ सब देखाउने छु हजुरहरुलाई। आज मैले हिजोको वार्षिक उत्सव को भिडियो पनि आउट भइसकेको छ, हेर्न सक्नुहुन्छ। हिजोकोमा चाहिँ धेरै अलि सङ्गसमा कपिराइट क्लेम आएको भएर चाहिँ त्यसका गीतहरु चाहिँ हट्न सक्छन्, त्यही भएर जति सक्दो छिटो हिजोको भिडियो हेर्नु होला। अनि आजको ब्लगलाई चाहिँ लास्टसम्म हेर्नु होला। आज चाहिँ हाम्रो स्कुलको वार्षिक प्रोग्राम, अब अहिले त यहाँ पढ्दैन, कालिका पढ्छु मैले, त्यही पनि 10 सम्म पढेको स्कुल हो। सो वी आर गोइङ देयर है त। सो स्टे ट्युन एन्ड वाच टिल द एन्ड, यू विल बी एक्साइटेड एन्ड दिस विल बी अ गुड ब्लग। सो स्टे ट्युन। प्रहरी चौकी सरसेवाका इन्चार्ज तथा यता हाई भन ल। हाई साइल हाई खोइ केलाई यस्तो रिसे हो र। हाई भन। ए हाई 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 भन नानी। हो नमस्ते भन। नमस्ते 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 ल। अच्छा
भएर नाचेको यो नाचेको हो र जुम गर्नुपर्छ युट्युबमा हेऱ्यो चले ओए हिरो बसेको त नहल्ला नहल्ला किलेमले के नाम स्ट्राइकै आयो किलेम हटाइदिएको मैले धेरै भिडियोमा आएको हटाउनु मिल्ने चाहिँ गीत हराएको छु अब हिजो गाना हटायो फेरि गीत हटिहाल्यो भने के मजा आउँछ र हेर्नु कति हटाउँछ आज अरूभन्दा म के खान दिन्छन् भन्ने एक्साइटेड छु होइन ब्लग त रेडी त सक्यो छात्रवृत्ति अक्षयको सर के भन्ने होला पुरस्कार सम्मान गर्ने कार्यक्रम थियो पुरस्कार गर्ने कार्यक्रम थियो त्यस्तै फिल्मको लागि सेभेन्थ ग्रेड कक्षा 12 मा सर्वोत्कृष्ट नम्बर 3.85 जितेपछि मित्र सरले सबै वर्ष जस्तै जसले ए ल्याउँछ आफ्नो आफ्नो पढाइमा प्याटर्न गर्ने अफिसमा 10 कक्षा र 12 कक्षामा जसले ए ल्याउँछ उहाँले व्यक्तिगत रूपमा 500 पुरस्कार
अनि सुपर देशमा जस्तो भएर नेपाली विषयमा 100% हामीसित ल्याउन सफल ईश्वरी गैरीज्यूलाई पनि सम्मान गर्ने कार्यक्रम थियो। एचिक नेपाली हो सरले पढाउने। त्यसै गरी यस विद्यालयमा लामो सेवा गर्नुभएका गौरव गौतम सबै नेपालीका लामो मूल निवासी तपाईँ श्री गौरव गौतमज्यू यस विद्यालयमा लामो समय समर्पित गरी शिक्षा क्षेत्रमा निरन्तर सेवा पुर्याउनु भएकोमा अमूल्य योगदान गर्न सम्मान गर्दछौँ। तपाईँको अथक परिश्रम र अनुशासन समयपालन र शिक्षाप्रतिको गहिरो लगातार विद्यालयले निरन्तर प्रगति गरेको छ। तपाईँले यस सेवामा उच्च सम्मान गर्दै यस विषयको फैसलाको राष्ट्रिय उत्सव समारोहका अघि 2082 यहाँलाई अवस्थामा आगामी दिनहरू विद्यालयप्रति तपाईँको सहयोग अपेक्षा र साथ हजुर बजो नि समाचार हो।